आज चाहिँ हाम्रो डे 9 आज चाहिँ हामी बेस क्याम्पतिर जान्छौँ। अहिले बिहानको 7 बज्यो। हिजो हिउँ परेर हामी जान सकेनौँ। एकदमै चिसो छ। आज पनि सानो नानुलाई अलि सन्चो त छैन, तर हामी बेस क्याम्पसम्म जाने कोसिस गर्छौँ। वेदर चाहिँ राम्रो छ। कति राम्रो देखेछ। चिसो भएर मेरो सानो चाहिँ आत्ते छ। एभरेस्टको टुप्पा देख्यो, त्यो बादल ढाकेको, त्यो चाहिँ एभरेस्टको टुप्पा रहेछ। वेदर चाहिँ एकदमै राम्रो छ, तर मेरो सानो नानुलाई आज एकदम गाह्रो भएछ, छाती दुखेर। तैपनि उसले एकदमै हार्डवर्क गरिरहेछ। म बेस क्याम्पसँग जान्छु भनेर बसिरहेछ। सो प्राउड अफ यु माई गर्ल। है वी आर अलमोस्ट देयर है साइरा, पुग्नै लाग्यो। अब यहाँबाट ओह्रालो ओह्रालो गएपछि बेस क्याम्प। यो चाहिँ 360 भ्यू एभरेस्ट बेस क्याम्पको। एभरेस्ट पनि देखिरहेको छ। वेदर एकदमै राम्रो छ। सानो छोरी र उसको बाबा चाहिँ उता परबाट आउँदैछ बिस्तारै हिँड्दै। फाइनली वी आर हियर। ओ माई गॉड, वी